ओ दाजु लु नमस्कार स्यारो स्याफो ल हजुर तपाईँ त अनि यहाँ रुख छाट्नलाई पो पस्नु भएको जस्तो देखिन्छ त भार्याङ स्याराङ एउटा पुरानो खालको भार्याङहरू चाहिँ लिएर तपाईँ त के रुख काट्नलाई हाँगा छिमल्नलाई लाग्नु भएको दाजु स्रो यहाँ त अनि तपाईँको त पुरै यहाँ त यो क्षेत्र त पुरै तपाईँको त साह्रै बोट बिरुवा त राम्रो लाउनु भएको रहेछ दाजु। अनि त्यसपछि यो हजुर यो सामुदायिक वन हो कि हजुर यो तपाईँको निजी वन हो हजुर? यो भाइ यो त मेरो निजी वन हो, यो निजी वन हजुर। हे निजी वन है? हजुर हजुर। ओहो, अनि यो तपाईँले चाहिँ निजी वनमा चाहिँ अनि अहिलेको समय सापेक्ष अनुसार चाहिँ हजुर हेर्नु न, अब गाउँघरतिर चामल छैन भन्छन्, पाहाडतिर चामल छैन भन्छन्, अब त इन्डियाबाट लिइराखेका छन्। तपाईँले धान रोप्नुको सट्टा चाहिँ यहाँ तपाईँले त राम्रो तरिकाको रुखहरू बिरुवा रोपेर रुखहरू फलाउन आँट्नुभएको रहेछ। वृक्षारोपण गरेर चाहिँ तपाईँले रुखको पुरै जङ्गल बनाउनु भएको रहेछ। एउटा राम्रो तरिकाको प्रक्रिया पो तपाईँले त सुरुवात गर्नुभएछ त दाजु। के कस्तो हो तपाईँले? अब यो कृषक भएपछि अब मान्छे कृषकले धेरै खालको कामहरू गर्छन्। कोही खेती मात्रै गर्ने हुन्छन्, कोही अब बस्तु भाउ पाल्ने हुन्छन्, कोही अब हजुर रुख रोप्ने हुन्छ। तर मेरो चाहिँ अलिकति अब यो अब अहिले यो दुनियाँमा हजुर वायु प्रदूषण भइरहेको छ, ग्लोबल वार्मिङ नि हजुर हजुर भइरहेको छ, हजुर भइरहेको छ, वन जङ्गल मासिँदै गएको छ। अनि हजुर त्यहाँदेखि भनेको बेला पानी पर्दैन, हावापानीमा प्रदूषण छ। अब योभन्दा धेरै त अब उता रिजर्ट मरुभूमिहरूमा चाहिँ अब अक्सिजनहरू पाउँदैन। अनि अरू होसै बरु अब यहाँ मेरो अब बरु चाहिँ धान मकै कोदो खानु छोडेर चाहिँ यो निजी वन लाएर चाहिँ यो जङ्गल रोप्यो भने त अक्सिजन उत्पादन हुन्छ। हजुर हजुर अक्सिजन त अब वायुमण्डलमा मिसिएर जान्छ नि। हजुर दाजु हजुर जान्छ। अनि सारा संसारको मान्छेहरूले उपभोग गर्न पाउँछ, चराचुरुङ्गीले उपभोग गर्न पाउँछ, मानव जगतले उपभोग गर्न पाउँछ। हजुर दाजु। पर्यावरण संरक्षण हुन्छ, वायु प्रदूषणमा ब्यालेन्स हुन्छ हजुर भन्ने जस्तो मलाई सानो ज्ञान लागेको थियो दाजु। हजुर मैले एकैचोटि तपाईँलाई प्रश्न सोधिहालेँ, जब कि मलाई पनि यो बोट बिरुवाको एकदम राम्रो रिसर्च गर्नुभएको रहेछ। हजुरको घर चाहिँ कता होला दाजु? म चाहिँ जन्मेको हुर्केको चाहिँ मेरो चाहिँ पाँचथर जिल्ला हो। पाँचथर जिल्ला यो स्याब्रुम्बा गाविस हजुर भन्छ। अहिले चाहिँ कुमाई गाउँपालिका भएको छ। हजुर मेरो चाहिँ पहिले माथि नै हो। अनि अहिले अब 20-22 वर्ष भयो यता बिर्कामोडमा चाहिँ। हजुर झर्दै हुनुहुन्छ हजुर? एकछिन आउनुहोस् न त गफ गरौँ। हजुर झर्दै हुनुहुन्छ तपाईँबाट? हजुर 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 अनि कता तपाईँ कहाँबाट पाउनुभयो? हजुर म चाहिँ हजुर म चाहिँ दाजु म चाहिँ पाहाडबाट झरेको। मलाई यतातिर तराईतिर घुम्न मन लाग्यो। तपाईँको यसो वृक्षहरू रोपणहरू देख्दाखेरि अरूतिर पनि राम्रै तरिकाले देखेँ होइन। अझ यहाँ तपाईँले जुन सम्भार गरेको प्रत्यक्ष तपाईँको निजी वन रहेछ, त्यो हुँदाखेरि चाहिँ तपाईँ आफै नै एकदम लागि परेको देखियो। संयोग रूपमा अब तपाईँले जो संयोग रूपमा तपाईँलाई भेट्ने चान्स पाइयो। अनि त्यो हुँदाखेरि मैले तपाईँलाई सोधिहालेँ। अब यो तपाईँले चाहिँ यो काठको चाहिँ बारेमा चाहिँ कतिको तपाईँलाई ज्ञान छ त? यो जस्तै तपाईँले बिरुवा रोप्नुभयो, बिरुवा रोप्नु यो काठलाई कसरी सदुपयोग पछि कसरी सदुपयोग हुन्छ होला त दाजु? यो अब यो रङ काठ हो, रङ काठ हो। अब पहिले अब यो प्लान्टेसन गर्ने रोप्ने बेलामा म रङ काठ रोपौँ कि खै रोपौँ कि? हजुर हजुर। अनि टिक रोपौँ कि? हजुर। बुद्धचित्त रोपौँ कि? हजुर। अनि खमारी रोपौँ कि? अनि अहिले त अघोरीको बोट पो रोपौँ कि भने धेरै मेरो खेल हो के। हजुर। अनि अलिकति अब प्राविधिक अब डेफु रेन्जर साहबहरूसँग पनि सोधी खोजी गर्दाखेरि हो हजुर रङ काठ रोप्नु। हजुर रङ काठ रोप्दाखेरि 15-20 वर्षमा बेच्नुहुन्छ भन्ने सल्लाह दिनुभयो र अनि मैले यो रङ काठै चोइस गरेर रोपेको नि। हजुर यसको अब बाथरुममा तपाईँले कुनै केही गर्नुभएको छ भनेपछि तपाईँको शुभ नाम चाहिँ मैले भुलेँ, के पो भन्नुभयो हजुर?
मेरो शुभ नाम चाहिँ दुर्गालाल चेम्जोङ हो। हजुर दुर्गालाल चेम्जोङ। चेम्जोङ लिम्बू। हजुर यसको अब बाथरुममा तपाईँले कुनै केही फर्महरू कुनै अरू उद्योगहरू पनि खोल्नु भएको छ कि हजुर? हजुर अब धेरै वर्ष देश परदेश अब नेपालमा यसो पेसा व्यवसाय गर्दै गर्दै अहिले हजुर यो मेरो अब निजी वन लाउने 5 तर यता झापामा निजी वन लाउने क्रम हो मेरो दोस्रो। पहिलो चाहिँ अब यो बङ्गुर फार्म चलाउँदैछु। हजुर हजुर। र अब बङ्गुर फार्मलाई दोस्रो यसलाई पहिलो बनाउने लक्ष्यमा छु, किनभने मधेस पहाड गरी अब करिब करिब वन जङ्गल जति भएको मेरो जग्गाहरू भएकोमा चाहिँ जम्मै अब जङ्गलै रोपेर चाहिँ छोडिदिने लक्ष्य छ हौ भाइ। हजुर अनि के गुनासो आउँछ? जङ्गलै बनाउनु पर्छ भन्ने छन् त सबैको यतातिर छरछिमेकीहरूको। यता तपाईँले जस्तो नमुना देखाउनु भयो, अरू यता तपाईँको छरछिमेकीहरूले पनि यस्तै रोपौँ भन्ने तरिकाको धारणा चाहिँ बनिसक्यो कि तपाईँले बनाउँदै हुनुहुन्छ, रोपौँ भन्ने सल्लाह दिँदै हुनुहुन्छ? होइन, मेरो वन जङ्गलहरू चाहिँ अब यहाँ चाहिँ अब कहिले कहिले चाहिँ यसो सेमिनार यताति अब यो भिजिट यात्रा पनि हुन्छ वनबाट। अनि त्यसरी यात्रा साथा हुँदाखेरि झापा जिल्ला वनले मलाई एकचोटि पुरस्कृत पनि गरेको थियो, 10,000 पुरस्कार। हजुर हजुर हजुर। अनि धेरै मेरो साथीभाइहरूले चाहिँ यो जग्गाहरू यस्तो चाहिँ मैले देखाएपछि उहाँहरूले पनि सस्तो मस्तो जग्गाहरू किनेर धेरैले रोप्नु भएको छ। हजुर। अहिले उहाँहरू सन्तोष नै हुन्छ। अनि मेरो अनुभवमा यो रोप्ने तरिकाहरू अलिकति सिकाउँछु नि म। हजुर यहाँ चाहिँ तपाईँ बिर्तामोड कुन ठाउँमा बस्नुहुन्छ हजुर? बिर्तामोड त्यो नगरपालिका मुक्ति चोक छेउमै हो। ए हजुर। त्यो मेन मुक्ति चोककै छेउमा हो, अन्नपूर्ण हल छेउमा। हजुर 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 हजुर। ए हजुरको त्यसो भने त्यहाँबाट त्यहाँ मात्रै घरको यता पुरानो घरमा पनि छ हजुर? उता पनि बस्दै आउनु भएको छ कि यहाँ मात्रै बसिरहनु भएको छ हजुर? होइन, पुरानो घर त माथि 5 तरे हो, त्यतै माथि अब मेरो भाइ छ, भाइले यसो रेखदेख गर्दै गर है भनेर छोडिदिएको छु। हजुर। कहिले कहिले जान्छु म पनि। ए तपाईँ त धेरै मेहनती हुनुहुन्छ, आफ तरिकाले चाहिँ यहाँ सबै काम गर्नुहुन्छ। हेर्नु न, बोल्नुहोस् न दाजु, बोल्नुहोस् किन? अब तपाईँ एकैछिन पनि किन नन स्टप तरिकाले नै काम गरिराख्नु भएको छ हजुर? होइन, अब समय त तपाईँको अब हामीले लियौँ होइन, त्यसमा अब दुःख नमान्नु होला। अनि अहिले दाजु यो भन्नुभयो तपाईँले बङ्गुर फार्म पनि छ भन्नुभयो। हजुर हजुर। बङ्गुर फार्म लगभग कति वर्ष भयो हजुरले सुरु गर्नुभएको चाहिँ? बङ्गुर फार्म चाहिँ लिम्बूहरूको हाम्रो जन्मजात पाल्ने जातै हो हजुर। तर अहिले व्यावसायिक रूपमा चाहिँ करिब करिब 12-15 वर्ष हुनु लाग्यो। हजुर के छ, राज्यले यसरी तपाईँलाई बङ्गुर फार्महरू बनाउँदाखेरि अनि वृक्षरोपण आफ्नो निजी जग्गामा चाहिँ यसरी एउटा पर्यावरणीय क्षेत्रले पनि एउटा पर्यावरणको आधारमा पनि तपाईँले चाहिँ के एउटा कुनै एउटा सरसहयोग सरसल्लाहहरू तपाईँले राज्यको अथवा स्थानीय निकायबाट तपाईँले पाउनुभएको छ कि छैन दाजु? छैन हौ, नेपाल सरकारको बिजोग छ। हेर्नु न, पाएको भए त म राडो किन्थेँ, एकदम फोल्डिङ सिस्टमको राडो किन्थेँ, हजुर लिस्नु किन्थेँ। हेर्नु न अब त्यो हजुर बाँस ल्याएर डोरीले बाँधेर चढ्नुपर्छ। मेरो रुखहरू अब 50 फिट माथि गइसक्यो। मेरो हजुर हजुर करिब 30 फुटसम्म गोलै बनाउने चाहिँ मेरो उद्देश्य छ। हजुर। अब यो बाँस हेर्नु न, मेरो देखिहाल्नुभयो। हजुर धेरै दुःख गरे तरिकाले, धेरै दुःख तरिकाले डोरी सोरीले बाँध्नु भएको छ। हजुर चढ्छु अनि यस्तो अब यो मुनिको हाँगा बिङ्गाहरू काट्छु, त्यसले गर्दा छैन अहिलेसम्म छैन। दाजु ल अब हामी पनि तपाईँलाई कामको डिस्टर्ब गरियो, काममा अवरोध गरियो दाजु, नरिसाउनुहोस् है। ल पुनः फेरि हामी यसो डुल्दै घुम्दै आउँछौँ नि दाजु है, खुसी लाग्यो दाजु है। यसो हल्ला खल्ला गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। हस् हुन्छ नि दाजु। अब हामी यसरी नै एउटा तपाईँले जसरी दुःख गरिदिनु भएको छ त्यसरी नै हामी सबै जनमानसले मनबाट एउटा आत्माबाटै यसरी दुःख गरौँ। नेपालीहरूले होइन आफ्नो विचारले आफ्नो सदिच्छाले होइन आफ्नो आफ्नो पाटोबाट चाहिँ आफ्नो आफ्नोबाट चाहिँ दुःख गरौँ भन्ने तरिकाको
मलाई पनि एउटा जागेर लाग्यो झगेर जाग्यो तपाईँलाई ल दाजु ल कहाँ कहाँ कति टाढा सङ्घ सभाबाट आउनु भएको छ अनि अब पाहाडमा त जङ्गलै जङ्गल हुन्छ मधेसको यो हजुर मलाई पहिला धेरै आफैले खुसी लाग्यो रोपेको हजुर जङ्गल कस्तो लाग्यो यो ठिक हुन्छ जस्तो लाग्यो कि हजुर, कस्तो यो लाग्यो, तपाईँले कस्तो हजुर मलाई यही यसकै लागि यहाँ तपाईँको उत्कृष्ट वृक्षारोपण गरेर तपाईँले रुखो एकदम राम्रो तरिका बनाउनु भएको छ त्यही हुँदाखेरि मलाई पनि चासोको विषय हो होइन त्यो हुँदाखेरि दाजु मैले पनि तपाईँलाई अलिकति समय लिएँ है ल दाजु ल आजलाई चाहिँ अब बाई है अर्कोचोटि म दाजु। तपाईँहरूकोतिर चाहिँ भोजपुरतिर खानबारी त्यो तुमलिङ त त्यतातिर बडो चाहिँ यो रुद्राक्षीको चाहिँ कुराहरू भन्दैछ म त्यसबारे अर्कोचोटि चाहिँ भेट भयो भने सुन्छ कन्ट्याक्ट दाजु नम्बर ल लिने दिने गरौँ म सोच्छु र ज्ञान विज्ञान लिएर म पाँचतिर त्यो काम गर्ने हुन्छ इच्छा छ। दाजु ल धेरै हस्, राम्रो हस्, कुरो धन्यवाद, हस् त हस्, दाजु ल धन्यवाद, हस् हुन्छ ल धन्यवाद, हस् धन्यवाद।